पाथी बोर्ने कार्यक्रम चलिरहेको छ। यहाँ पैसा छन्, अब कसले जित्छ हेर्दै जाऊँ। यो त 3 गेम हुन्छ हैन? 3 गेम। पहिलो नम्बर चलिरहेछ। पहिलो गेम कसले जित्यो? कतिवटा भेटाउनु? कतिवटा थिए? 9वटामा यहाँले कतिवटा भेटाउनु भएको छ? 5वटा। पहिलो गेम जित्न सफल हुनुभयो, मक्ख पर्नु भयो। अब सेकेन्ड के हुन्छ हेरौँ। अब दोस्रो गेम सुरु भइरहेको छ। ल दुईटीले सेकेन्ड गेम प्रारम्भ भएको छ। हेर्न सक्नुहुन्छ, दर्शक विनेता हुनुहुन्छ टन्नै। के छ नम्बर कति आएको त? सरिता 1 नम्बर ल्याउन सफल हुनुहुन्छ। कस्तो लागिरह हजुरलाई बताइदिनुहोस्। टेस्ट म्याच भयो जस्तो छ यहाँ त। बबाल चलिरहेछ। ल फुपू बताउनुहोस्, तपाईँ के भन्न चाहनुहुन्छ? तपाईँ बताइदिनुहोस् बुहारी र सासूलाई। ए बुहारी मक्ख परी थिइन् फेरि। 3 गेममा 1 गेम यताबाट। फर्स्ट गेम यहाँले जित्न हो भने सेकेन्ड गेम यताबाट। ल अब फाइनलमा जाँदैछौँ हामी। अब यो लास्ट हो, फाइनल गेम। यो नानीलाई त ल एखरे यता हेर्नु त सबैले। सानी अलि उता जाऊ त। ल यता हेर्नु। 3-4 बुहारीको 4 आएको छ। सरिताको भने यता कति आएको छ? 1-4 3-3। गेम निकै रोचक छ, प्रतिस्पर्धात्मक छ। यो फाइनल हो, फाइनल। कति 6 यता 6 भने यता 2। अब एउटा बाँकी रह्यो हैन? एउटा एउटो सिक्काले यहाँ मान्छेलाई दिक्क वाक्क पारेको छ। सिद्धो कसले जित्यो? जित नानी अलि यता जाऊ त। हेलो गेम जित्न सफल बुहारी सरिता पाण्डे भने यहाँले पनि प्रयास गर्नु भएको। पहिलो गेम जित्नु भएको छ। ल देउनीलाई धेरै धेरै बधाई छ है।